अलि हाँसौँ अलि हाँसौँ न। हाम्रो उपमेयरज्यूले के भनिदिनु भयो, उपमेयर त मैले किन भनेको भनेको उहाँ चाहिँ निर्वाचित चाहिँ उपमेयरै हो क्या, मैले छोडेपछि मात्रै कार्यभार उपमेयरै हो, निर्वाचित मेयर त होइन नि त। उपमेयरज्यूले के भनिदिनु भएछ भन्दाखेरि हर्कसाम्बाको कुनै हात छैन भनेर भन्नुभएछ। अनि कसको चाहिँ हात छ त? प्रचण्डको छ त? कति हात छ? प्रचण्डजी आउनुहुन्न बैठकमा, एकचोटि मात्रै आउनु भएको छ, आउनै हुन्न है। के उपमेयरकै छ त हात चाहिँ? छैन। हामी वर्ल्ड कप हेर्दैछौँ नि फुटबल होइन, अस्तिको दिन कसको थियो, लास्ट म्याच कसको थियो, कसले हेऱ्यौ? हामी वर्ल्ड कप हेर्दैछौँ नि फुटबल होइन, अस्तिको दिन कसको थियो, लास्ट म्याच कसको थियो, कसले हेऱ्यौ? लास्ट म्याच कसको थियो, कुन कुन देशको थियो? एनिवेज कुनै एउटाको थियो होइन। कसले जित्यो? मेक्सिकोले जित्यो। त्यो मेक्सिकोले जित्दाखेरि त्यो चाहिँ गेममा चाहिँ हर्कसाम्बाङ मैले गोल हालेको भन्न मिल्छ? अलि हाँसौँ अलि हाँसौँ न है। मेक्सिकोले जित्यो, मैले गोल हालेर मेक्सिकोले जित्यो भन्नु पाउँछ मैले? त्यस्तै कुरा गरिराख्नुहुन्छ कि है। अनि उहाँको 2-4 खेतालाहरू रहेछ, त्यही भनिराख्नुहुन्छ हर्कसाम्बाङले होइन उपमेयरले लिएको अरे। यहाँको उपमेयर चाहिँ संसदको सदस्य हो र भनेको? म त त्यो बजेट बनाउने मान्छे हो, त्यो बजेट बनाउने, त्यो संसदमा बजेटमा छलफल गर्ने मान्छे, यस्तो उस्तो भनेर तपाईँको सल्लाह सुझाव दिने मान्छे हो म, सरकारको काम निमट्ने मान्छे हो क्या म। अनि मैले चाहिँ नलिएको अरे, उसले पो लिएको अरे। त्यो मेक्सिकोले जितेको गेम चाहिँ हर्कसाम्बाङ मैले गोल हालेर मेक्सिकोले जित्यो भन्नु र हर्कसाम्बाङले होइन, अहिले उपमेयरले अहिलेको बजेट ल्याउनु भनेको एउटै हो।